हेलो गाइस, नमस्कार। टाउकोमा हात यहाँ अस्ति गरेको थिएँ कि त्यो भयो अरे पानी परे गऱ्यो त्यसको भाउ गर्नु यो भयो नि त। फेरि खिया पो लागेछ त। अनि साउले तँलाई तेरो काम किन गरिनस्, यसरी राम्रो गरिनस् भनेर मलाई फेरि यी दोबारा लाउनु लगाए। 2 चोटि लगाइदिनु अरे। उनीहरूको पैसावालाहरूको डबल ला त भनेर मेरो पैसा जाने पनि होइन, तर दिनु नि मेरो दिनको दिन है भनेको। बाबै नदिउँला जस्तो गर्दैछ, दिँदैन भने फेरि बाबै अर्को फेरि त काम लाउँछौ नि भनेर मनै सोचिरहेको छु गाइस। मलाई दिएनन् भने फेरि म बाबैको उडाउँछु होला। कस्तो लोभी छ भने नि यो मालिक, लास्टै लोभी। मालिक चाहिँ को? मालिकहरू छ नि, यो घरको मालिक, यो काम लाउनेको मालिक छ नि, लास्टै लोभी कि। दिन्न भन्छ हौ, दिन्न भन्छ। हाडै दिन्न भन्दै थियो। नदेऊ बाबै, त्यहाँदेखि कलर पनि लगाइदिउँला, हेरौँला नि। यता प्राइमर मात्रै त भने, तर खत्तम छ कि कस्तो भइरहेछ। पानी लगाउने बित्तिकै पानी परेछ र कस्तो साँच्चै नै भएछ क्या। यो बर्बाद बनाएछ मेरो मेहनत। दोबारा पनि मैले मेहनत गर्नुपर्छ, गर्नै पर्यो नि होइन। पसिना आइसक्यो। आज त पनि हावा चलेछ साह्रै भन्दा त। सबै पहेँलै छ हौ भाइ। कस्तो रहेछ पानी त्यसको बाजु फेरि। त्यो मालिकको छोरा चैँले उफ्रिन्छ हौ। आफ्नो छोराछोरीले त्यहाँ भात पकाउँदैछ होला। तर रमाइलो। मालिकले धानबारीमा घर पनि बनाएछ, बित्थाको कहीँ नभएको। यो काम छैन यो मालिकको। पुरै धानबारीको बिचमा घर बनाएछ है बाबैले। मालिक चाहिँ को? मालिक होला नि यो घरको मालिक। मलाई म के जान्नु, म कामदारलाई के जान्नु त, के जान्नु। क्यामेरा गर्ल लाफिङ एट द ब्याकग्राउन्ड। कामदारलाई त सोध्छ हौ अहिलेको बच्चाहरू। मेरो क्यामेराम्यानको पनि काम छैन रहेछ। म क्यामेराम्यान हो, म क्यामेरा गर्ल होइन। अझ खै यो पुस्नु पनि पर्यो अब हो। त्यहाँ माटै रहेछ। ऊ पल्लो त उलेले भाइ, सेतो ऊ पर लुगा छ नि। सेतो लुगा ऊ पर ऊ आँखा अब त त्यता छोरी त्यतापट्टि त ऊ आउँदैन। फुकी पज गरेको नहाल्न जे काट्नु पर्यो। काट्नु यसमा हुँदैन कि उही लानुपर्छ। केमा इन्सर्ट छ त मेरो। इन्सर्टमा पनि लोगो आउँछ नि त, के फाइदा। एड हेरेर हटाउनु मिल्छ त। म एड हटाइ म हाल्छु। तर आजभर पनि साह्रै छोटो एड पो दिँदैछ त, पुरानो हुँदै गएपछि। धेर लामो नबना।